गुड आफ्टरनुन। यो चाहिँ हाम्रो अदुवाबारी। आज चाहिँ म खोर्सानी टिप्न आएको, तर फल्नु त फल्दै रहेछ खोर्सानी। पातला पातला फलेको छ, तर त्यस्तो बाक्लो चाहिँ फलेको छैन। झार पनि उखाल्ने बेला भएछ। जस्तो घरमा खानुलाई रोपेको खोर्सानी। डल्ले खोर्सानी यसपालि अलिकति रोग लाग्यो, तर पनि घरमा खानुको लागि त किन्नु पर्दैन। यसरी छ डल्ले खोर्सानी, राम्रै फलेको छ, तर पनि यसपालि अलिक रोग लागेको छ डल्ले खोर्सानीमा। यो चाहिँ हाम्रो नेपियर भन्छ, गतमला। गतमलाको बगान छ यहाँ मुनि चाहिँ। घाँस यस्तै हो बस्तीको लाइफ। आज अलिक धेरै दिनमा आज उक्रिएको छ दिन, ठिक्कैको भएको छ। यो पारि देख्नु हुँदैछ नि, यो चाहिँ गुरुङ गुम्बा हो। पुरा देख्ने पङ्ला बजार। अनि यो टाढादेखि माथि उकालै गन्छ ट्यान्डोङ।